सेकेन्ड 8 खुरी चलिरहेको छ चलिरहेको रहेछ आज उम्पार छैन होला अनि राम्रो बोला यहाँ के भाउ छ खै यहाँ क्याप्टेन सर कहाँ हुनुहुन्छ हाम्रो के अरे म्यानेजर सरलाई के सोध्नु नि त सर तपाईँलाई यो हाम्रो फुटबल जो हाम्रो अर्को फुटबल कार्यक्रम जो थियो नि कस्तो लागिरहेको छ यो राम्रो हामी वहाँ टाढादेखि आएको छौँ एउटा 3 घन्टाको ड्राइभ गरेर आएको छौँ एकदम राम्रो भइरहेछ यहाँ हिजो खेल्यौँ एक म्याच खेल्यौँ हामीले झन्डै बराबर भयो जस्तो भयो हामीले जित्यौँ 1-2 गोलले र कति भयो हिजो 4 र 2 भयो आज फेरि हामी त्यस्तै गरेर खेल्दैछौँ अनि हिजोको खेल चाहिँ जस्तो भयो भने आज कस्तो आज हिजोको भन्दा आज अलिकति घाम जस्तो छ अलि दिउँसो खेल्यो 1 बजीको टाइममा जस्तो खेल्न थाल्यो अलि घाम छ अलि मजाले सकिँदैन होला हिजो जस्तो कस्तो छ रमाइलो छ नि यो एकदम रमाइलो अल्बोक भन्ने ठाउँ हो एकदम अनि ससुराली गाउँ पनि पर उहाँ ससुराली दाइ हुनुहुन्छ त्यही भएर हामी यहाँनिर अहिले ससुराली गाउँमा खेल्दैछौँ एकदम राम्रो भइरहेछ ठिकै छ अनि उहाँ साथीहरू हामीसँग खेल्ने साथीहरू हुनुहुन्छ उहाँ अल्बोकका दाजुभाइहरू उहाँ बाबा मम्मीहरू बस्नु भएको छ यस्तो कति कोचको लागि भनौँ न 9 साइड 11 साइड हामी यहाँ 11 साइड खेल्दैछौँ ठुलो ग्राउन्ड छ सानो 9 साइडको होइन 11 साइडको हो र अलि लामो भयो अलिकति गाह्रो भयो खेल्न तपाईँको ड्रेस रातो हो कि हरियो हो हजुर हाम्रो रातो हो यो नेपालदेखिको छ हाम्रो यो ड्रेस हामीले उही नेपालदेखि ल्याएको हो यहाँ सेटै छ उताको पनि नेपालबाटै हो आएको त्यो पनि ड्रेस हाम्रो नेपालीले नि उयो मर्मत गरेर ल्यायो ठिकै छ हस् त फेरि धन्यवाद